हेलो गुड मर्निङ एभ्रिवान। र आज चाहिँ मर्निङ है म चाहिँ ड्युटी जानु लागेको। आज चाहिँ मेरो फिल्डमा ड्युटी छ अनि मेरो स्टाफहरू पनि छ। अनि यो चाहिँ मेरो स्कुटी रेडी बनाइसकेको छु। अब चाहिँ म जानेछु यता आज फिल्डमा के गर्नेछौ र कस्तो खालके वर्कहरू गर्छौ फिल्डमा त्यो पनि तपाईहरुलाई देखाउने छु है त गाइस। जो पनि मेरो भिडियोमा न्यू हुनुहुन्छ प्लिज फलो गर्नु नभुल्नुहोस् होला। फलो गरिदिनुहोस्, मन पर्यो भने लाइक गरिदिनुहोस् होला। सो हेर्दै गर्नुहोस् होला। आफ्नै गाउँको जग्गा पनि नचिनेर यहाँ बसिरहेछ। अब आएकै छैन रहेछ कि अरू यहाँनिर 4 मिल कि कतानिर बसिरहेको छु हो। अब उनीहरू आए चाहिँ सँगै जानेछु त। आफ्नै गाउँमा जग्गा याद नहुने चाहिँ कस्तो होला अब। अयो अहिले चाहिँ स्कुटी तल बिसाइरहेछ। अब चाहिँ उकालो हिँड्दैछु है त। यस्तो जङ्गलै जङ्गल अलिक टाढै रहेछ हो। त्यो हामीले जुन चाहिँ फिल्डमा काम गर्नुपर्ने चाहिँ। अनि अरू स्टाफहरू पनि आउनु हुँदैछ। एकजना चाहिँ पछाडि छ। म चाहिँ हिँड्नु सक्दिनँ र हिँड्दै गरेको। अगाडि हेर्नुहोस् यस्तो हरेस लाग्दो छ कि। हेर्नुहोस् है यसरी हिँडेर जानुपर्छ है। हत्तु काम भन्ने चिज चाहिँ कुनै पनि सजिलो चाहिँ हुँदैन रहेछ है। कुनै पनि जुका आउँछ भने चाहिँ मलाई पुरा डर लाग्छ कि। नभए चाहिँ मलाई डर लाग्दैन। यता त लाउँदैछ पेप्सी सेप्सी बोकेर। प्याजहरू रहेछ, लसुन कस्तो मजाले आएको। मजाले आएछ। मटरहरू पनि पाकिसकेछ। यहाँनिर सिस्नु खाने सिस्नुहरू पाउँछ? केले टिप्नु अन्त? गाइस यो डाँडा पनि नाङ्नुपर्छ अरे भन्दा चाहिँ हरेस लाग्यो हरेस। त्यहाँ माथि पनि घर रहेछ। है पर पुगेर मुकालो? ए म परदेखि मुकालो अन्त झन् हरेस लाग्यो नि। यहाँ चाहिँ फापर इङ्ग्लिसबाट बकविट भन्छ। त्यो चाहिँ अस्ति हामीले डिपार्टमेन्टबाटै दिएको। अनि यहाँनिर छरेको रहेछ है। धेरै छरेको रहेछ मजाले। अब फुल्दै रहेछ। अब पाक्ने टाइम। तल्लोपट्टि पनि रहेछ, माथिल्लोपट्टि अगाडि, तल्लोपट्टि पछाडि छरेको होला। मजाले रोपेको रहेछ। अब चाहिँ अलिक सास आएको जस्तो भयो। आस पनि यहीँतिर डुलेको भइ हरेस। थिङ्लिङहरू त यस्तो देख्दो रहेछ अन्त। काम गर्नुपर्ने चाहिँ यहाँ रहेछ। खोइ आलु त दिइहाल्छ अलैँचीबारीमा के छ। फिल्डमा आइपुग्दा चाहिँ यस्तो ला पानी परेर चाहिँ ल अब कसरी जानु यस्तो। काम चाहिँ यस्तो चाहिँ फिल्डको। अब यो आलु खन्नुपर्ने छ, त्यहाँदेखि तौलिनु पर्ने छ हो। यो मेजरमेन्ट गरिरहेछ यतिमा कति निस्किन्छ। यस्तो डरलाग्दो पानी पर्छ। पानी चाहिँ किन नरोकेको भगवान्। अब चाहिँ फिल्डको ड्युटी सकेर चाहिँ फर्केको यो पानी परेर अड्ने पनि छैन। अडेर फर्किँदैछ। यहाँ चाहिँ अगाडि रनमान्छरको त खतरा जाडो नभएर बिहान घाम लाग्दै थियो टप भएर आएको थियो। अब त छैन भिज्दै जाँदैछ। आजको दिन कस्तो भयो?
आलु पनि पाइहाल्यो अलिकति। फाइनली गाइस म चाहिँ रुम आइपुगिसकेको छु र यति डरलाग्दो भिज्यो, ढुट्टो भिजेको छ। अब सायद भुँडी दुख्छ होला। अनि अब चाहिँ म फ्रेसेस हुनेछु अनि घर पनि पुगिसकेको छु। सो आज मेरो भिडियोलाई चाहिँ यहीँनिर इन्ड गर्नेछु। थ्याङ्क यू सो मच गाइस।